हेलो गाइज, नमस्ते सबैजनालाई। स्वागत छ तपाईँहरू सबैलाई आजको यस नयाँ भिडियोमा। सो गाइज, आजको यस भिडियोमा म चाहिँ 12 आवर इन स्लिप च्यालेन्ज गर्न गइरहेको छु। भिडियो एकदमै धमाकेदार, एकदमै रमाइलो, एकदमै च्यालेन्जिङ र एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। त्यही कारण भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गर्नु होला। सो लेट्स गेट स्टार्टेड। सो गाइज, फाइनली अब चाहिँ म रुखमा जाँदैछु है। आयो फाइनली गाइज म रुखमा आइसकेँ। त्यहाँको वातावरण यस्तो छ है। हामी चाहिँ रुखमा छौँ, कति माथि छ यार। सो अहिले चाहिँ टाइम भएको छ, हेर्न सक्नुहुन्छ है। अहिले चाहिँ टाइम भएको छ लगभग 6:45 भनौँ है। अब साँझको 6:45सम्म चाहिँ म यही रुखमा बस्नेछु। भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, अन्तिमसम्म हेर्नु होला है त। 1 2 3 4 5 6 7वटा मात्रै ब्रान्ड छ। फेरि गाइज मैले चाहिँ च्यालेन्ज गर्न लागेको धेरै टाढाको रुखमा होइन, देख्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा मेरो घर छ। बाँकी गाइज च्यालेन्जको कुरा गर्दाखेरि रुखबाट तल भुइँ छुने बित्तिकै मेरो च्यालेन्ज सक्नुहुन्छ, त्यो कदापि गर्ने छैन। टाइम 12 आवरको छ, त्योभन्दा पहिला तल जान सक्ने छैन। कुनै पनि इन्टरटेनमेन्टको माध्यम मोबाइल चलाएर होइन, रिलहरू देखेर चाहिँ च्यालेन्जलाई व्यतीत गर्ने छैन। कट्टर हजुर आदरणीय दर्शक नमस्कार, स्वागत छ तपाईँहरू सबैलाई कटरको रुखबाट। गाइज, आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई आफूसँग भएको थोरै हिडन ट्यालेन्टहरू पनि देखाउनेछु है। आदरणीय दर्शक महानुभावहरू, सादर प्रणाम। आजको मुख्य समाचारको रूपमा एकजना युट्युबर कन्टेन्टको अभावको कारणले गर्दाखेरि रुखमा दिनभरि बसेका छन् र यति मेहनत गर्दाखेरि पनि उहाँको भिडियोमा कसैले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब केही पनि गरेन। यसो गर्दाखेरि उहाँको चित्त एकदमै दुखेको छ। यही कारण भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला भन्दै आजको समाचार सकिन्छ। समाचार भर्खर त सुरु भएको छ, हेर्दै गर्नुहोस् भिडियो है, हेर्दै गर्नुहोस्। यो कटरको रुखमा चाहिँ अब कतिवटा फल्छन् त्यो चाहिँ म तपाईँहरूलाई गरेर देखाउनेवाला छु। किनभने काम के छैन, कटर गरेर भयो नि बस्नु त पर्यो है। एउटा दुईवटा आएको 20 मिनट भएको छैन, हामीलाई चाहिँ बोर लागिसकेको छ। गाइज, अहिले चाहिँ टिको पनि लगाइसक्यो। हाम्रो घरमा सधैँ जसो पूजा हुन्छ। गाइज, मैले के खाइरहेको छु कमेन्ट गर्नु है। केही खाएको छैन। गाइज, रुखमा आएको 1 घन्टा पनि भइरहेको छैन। अहिले हामीलाई यस्तो समस्या भइरह, कहाँ बसौँ जस्तो भइरह। बस्यो भने चाहिँ यस्तो पछाडि खान्छ। फाइनली 1 घन्टा पछि खानको लागि के आइसक्यो। गाइज, फाइनली यहाँ डेलिभरी हुँदैछ खानाको होइन। गाइज, फाइनली खाना आइसकेको छ। खानामा चाहिँ यहाँ पे टक्क दही छ, तरकारी छ अनि तल रोटी भयो। सो गाइज, फाइनली खानपिन सबै भइसक्यो। आरामदायी तरिकाले यहाँ यस्तो मजाले बसेको छु म। हाम्रो सामानहरू टक्कै लट्काइएको छन्। ये आँखें देख कर हम सारी दुनिया भूल जाते हैं, ये आँखें देख कर हम सारी दुनिया भूल जाते हैं। घाँसै काटौँ दुई खोली दोभान, हाँसी खेली बिताउला जोबान, तान्छे घमाइलो जता निर्मया त्यतै रमाइलो। तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो। आजको विदेशी सेवामा हामीले एउटा सानो गीत गाएर प्रस्तुति दिने कोसिस गरेका थियौँ। त्यसको लागि तपाईँहरूले दिएको पोजिटिभ प्रतिक्रियालाई हामीले सकारात्मक तरिकाले लिएका छौँ। त्यसको लागि धेरै धेरै मनैदेखि धन्यवाद। अब बोर लाग्न थालिसक्यो। मलाई फेरि आइडिया आएको छ, गर यार म रुखको पात गनेर बस्दिउँ। क्या हो, पात गनेर बस्दिउँ च्यालेन्ज। हामी एउटा रुखको टोटल पात गनेर छ च्यालेन्ज गर्ने।
कमेन्ट गर्नुहोस् है, कमेन्ट गर्नुहोस्। यो भिडियोमा नगरे पनि म अर्को भिडियोमा चाहिँ गर्न सक्छु कि। मैले के गरम तिमी आउँछौ कि अन्त्य बेगरम। मेरो मनैको फुल टिपी तिम्रो मनैमा सुरिए ला 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 हे 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 हे। गाइस फाइनली खाना खाइसकेपछि थोरै आराम भइसक्यो। अब झ्याउलाउन सक्यो यार। हेर्नु न कसरी बस्नु पर्यो है, कसरी बस्नु पर्यो यार। अब म के गरेर बसौँ, बस्दाखेरि यस्तो दुखिरहेको नि पछाडि, अहिले उभियो भने खुट्टा दुखिरहेको। यहाँ ठाउँ नै छैन कि बस्नुको जस्तो ठाउँ नै छैन। काठमा बस्नु पर्यो गइजाउँ जस्तो लाग्यो यार। तर च्यालेन्ज भन्ने कुरालाई छोड्नुहुन्न। तपाईँहरूलाई कान हल्लाउन आउँछ? मलाई आउँछ कि यसरी होइन, बिना हातले पनि म हल्लाउन सक्छु। हेर्नुहोस् है। च्यालेन्ज इज इन्क्रिजिङ। तर पनि खुट्टा दुखिरहेको छ, पछाडि दुखिरहेको छ, तर पनि च्यालेन्ज त च्यालेन्ज गर्नु पर्यो होइन। अहिले चाहिँ दिउँसोको 12 बजिसकेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ है। घडीले 12 बजाइसक्यो। अब घाम पनि हुन लागिसक्यो। फाइनली गाइस गर्मीबाट थोरै राहत मिल्यो कपडा खोलिसकेपछि होइन। यस नयाँ एक्सपिरियन्स आइएम सेयरिङ इट विथ यु, होप यु गाइज लाइक इट। गाइज बडी कस्तो त्यो पनि भनिदिनु होला होइन। बडी त होइन, बी हेल्दी। बडी बनाउने भन्दा पनि बी हेल्दी हुनु पर्यो है। कस्तो छ दर्शकबिन नमस्कार, स्वागत छ तपाईँहरूलाई आजको यस नयाँ भिडियोमा। स्वागत पनि कतिबाट गर्ने हो, स्वागतै स्वागत छ भिडियोभरि, अरू कन्टेन्ट केही पनि छैन, स्वागत मात्रै छ। गाइज अहिले चाहिँ थोरै सहयोग आइसकेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ अब हामी यसमा बस्छ त अलि आरामदायी भएछ होइन। अन्त बाँकी अहिले चाहिँ लौ 2 बज्न लागिसक्यो। अब 5 घन्टा जति मात्रै बाँकी छ, त्यसपछि हामी तल झर्छौँ। शुक्रबार बिहानै 4 बजे उठेमा भिडियो बनाउनलाई रुख चरेमा कन्टेन्टको खोजी गर्दा भिडियो आइडिया रुखको 7 घन्टादेखि रुखमा बस्दा ढाडै सेकिएको। गाइज रियालिटी अफ लाइफ देख रहे हो। गाइज तपाईँहरूलाई लाग्न सकिरहेको हुन्छ कि यसले चाहिँ च्यालेन्ज भनेर बिचमा चाहिँ तल ओर्लिरहेको छ भनेर, तर त्यस्तो होइन। किनभने पछि भिडियो एकदमै धेरै लामो भइहाल्छ होइन। जतिखेर नि भिडियो बनाएको गर्ने भनेपछि त्यही कारण चाहिँ सर्टकट भिडियो बनाउनुको लागि मैले समयमा मात्र नै भिडियो बनाइरहेको छु। गाइज फाइनली अब चाहिँ 1 घन्टा मात्रै बाँकी छ, तपाईँहरू देख्न सक्नुहुन्छ। 5 बजिसक्यो, 5 लौ 43 भइसकेको छ होइन। बिहानको 6:43मा म रुखमा बसेको थिएँ र अहिलेसम्ममा चाहिँ यही नै छु। फाइनली गाइज भिडियो कम्प्लिट भइसक्यो होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ ठ्याक्कै 12 घन्टामा यो रुखमा बिताइसकेको छु। सो यो मेरो मेहनत केही पनि होइन गाइज। माई ओन्ली पर्पोज इज टु इन्टरटेन यु। तपाईँहरूलाई भिडियो मन पर्यो कि परेन त्यही कुरामा मेरो मेहनत निर्भर गर्ने गर्छ। यदि मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गर्नु होला। बाँकी अब चाहिँ म तल निस्किँदैछु। सो दिस मच फर टुडे, सी यु इन द नेक्स्ट भिडियो, बाइ बाइ। च्यालेन्जलाई स्वीकार गर्नुभन्दा पनि च्यालेन्जलाई निभाउनु एकदमै गाह्रो पर्छ। हामी जीवनमा पनि 1-2वटा समस्या आउनु बित्तिकै चाहिँ हार मान्नु पर्दैन भन्ने मोटिभेसन यहाँबाट लगाउन सकिन्छ होइन।